आज पनि हामी चाहिँ पत्ता जान लाग्यो जाम चाहिँ राम्रै छ यहाँ प्राय जामै जाम छ रोडभरि मामा र म चाहिँ यहाँ गाडीमा छ अनि राई दाई र महेश दाई चाहिँ रुममा छ अब भेट्नुपर्छ एकछिन मामा पो हिरो देख्छ त कपाल काटेर आएको त के साह्रो जुत्ता चाहिँ अलि भएन मामा मेट्रो चाहिँ यो छ हाम्रो आएको छ मेट्रोमा हामी 1 वर्ष भयो यही जुत्ता लगायो यही हो एयरमुख स्टेप छ अनि भिडियो बनाउने मान्छे चाहिँ कहाँ गयो भनेर खोजिरह होला यही छ त्यस्तो माया गर्ने मान्छे छ मलाई मान्छे फ्यामिली भएको भन्नु पायो फ्यामिली भएको मान्छे मामा यो प्लेन देखेर तपाईँलाई के गीत याद आयो त प्लेन चाहिँ खै यहाँ छ मलाई चाहिँ अर्कै गीत आयो के भन्नु त मेट्रो यहाँ छ उडिरहेको अब आइफोन सिक्नु पर्ने निकाले है के भन्नु लाग्थेँ मैले के गीत गर्नु लाग्थेँ मामा तपाईँले बिर्साइदिए ए यो गीत आउँछ मामा तपाईँलाई आउँछु सानो हवाईजहाज चढेर बादल माथि जुलेहिन बनेर कुर्नु मलाई दुईटा हवाई अड्डामा अब भुक्को भइसक्यो अब भान्सासँग लगाएर मामा भुक्कै छ फ्यामिली भएको मान्छे मामा के भयो मामा मोबाइल के भयो ल के भयो मामा के भयो ए पानी परेछ ल तर्साइदिएर नि मामा एकछिन क्यामेरामा ट्याक्कै पानी पऱ्यो के ढर पो गरिरह मामा मामा फोन गर न मामा भन्छ बाबुहरू कहाँ गयो फोन गर न हजुर मामा मामा एउटा कार्टुन हो कि के छ क्या होइन एउटा भान्जा हुन्छ होइन एउटा मामा हुन्छ क्या अनि त्यसको भान्जाले नि के भन्छ नि मामा 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 त्यसँग पैसा दिएर जाऊँ न यो यहाँबाट अर्को स्टेसन पुऱ्याइदिने नि के गर्छ नि भन्छ ए हो र यो सब लोक छ नि यहाँ तपाईँलाई थाहा होला जान्दै गर्नु तपाईँ म एउटा चुरो खाएर आउँछु नि हुन्न मामा मामा घाँटी खै त तपाईँको घाँटी छ ल मामा के भयो घाँटी देख्दिनँ त मामा मामा घाँटी खै के तपाईँको घाँटी देख्दिनँ त पोज पनि हेरिदिउँ मामाको सेन्टीमा छ त मामा के भयो मामा यस्तो साह्रो बिजोग छ वाट ह्यापेन मामा च्यापमा छ के भयो मामा घाँटी छैन मामा घाँटी नभएर पो हो पिर पऱ्यो तपाईँले के हो यो चाहिँ मामा अब त फ्यामिलीको मान्छे नभए नि के हुनु मामा घाँटी छैन कि तपाईँको साँच्ची होइन घाँटी होइन घाँटी देख्दिनँ खै त घाँटी छैन त मामा घाँटी छैन ल हेर्नु त ल घाँटी छ त घाँटी देखाउनु त छैन घाँटी छैन तपाईँ के भयो मामा दाईहरूलाई कुर्दा हैरान भइसक्यो यहाँ तपाईँको घाँटी पनि देख्दिनँ म पढ्नु पिर पऱ्यो त मामा घाँटी खै है हातको पोज यस्तो फोटो यस्तो हाम्रो के हो कति बाँचुला माया गर्नु खतरा आएछ हाम्रो
खै देखाउनु त खतरा आएछ न त मामा के भने तपाईले मेरो यो के हो खास के हो नि मोटाएर पुरै मासु घाँटी छैन घाँटी खै र तपाईको खै र घाँटी मोटाएर घाँटी छैन खै ओके स्टप हेर्नु घाँटी छैन ल है भन्छ हामी अहिले कहाँ जाँदैछौँ भन्छ ओ कहाँ जाँदैछौँ भन्छ भन न एकचोटि पत्ता कहाँ हो पत्ता होइन पत्ता हो हेलो दाइ हामी के उसमा छ दाइ भित्र छ हामी मेट्रो पुगिसक्यो आउँदै गर्नु ल हामी मेट्रोमा नै आइपुग्यौँ दाइ हामीलाई भेट्यौँ त्यहाँ छ ल हामी कहाँ जाने भनेको अरे भन्छ हामी कहाँ जाने भनेको अरे हामी बस्छ जाने होइन पथामा जानुपर्छ मामा हजुर यस्तो फटा छ नि भन्छ अब अहिले भ्यूमा भन्ने कुरा भएन एकैछिनमा भन्छ भन्छ भाइ यतै हेर्नु पर्ने क्या योहरू देखेर के सानो भान्जाले के भन्नु थाहा छ जहाँ पनि यस्तो वाला मात्रै छ त भन्छ अब एक कान्छ सानो भन्जा भनेको यहाँ छ होइन यो चाहिँ मान्छेको भूत जस्तो छ यहाँ छ ग्याङहरू दादाहरूको खाना आयो दादाहरूले खाना खाँदैछ होइन मामा पनि खाँदैछ मामा अलिक डाइटमा बस्नु पऱ्यो कि घाँटी देखेन तपाईँको खै घाँटी छैन मामा घाँटी छैन यस्तो है मेरो चाहिँ मोमो आयो खाना कम्पिटिसन पऱ्यो भने तपाईँ हाम्रो झन् उस्तै हुन्छ होला नि हुनु त तर लाग्दैन चाहिँ के गर्नु हुँदैन होला त यहाँ पुरो दामी छ मोमो यो गाडी चाहिँ बौद्ध जान लाग्छ अब यो कहाँ जान लाग्यो अरे बौद्ध हो अहिले हामी कहाँ हो रत्नबारतिर हो कि रत्नबार हो अहिले नाइट गाडी हो क्या दाइ काठमाडौँको नाइट गाडी हो कता इलाम जान्छ त इलाम पोखरा सोधौँ न त एकचोटि 6:30 बजे हो कि पोखरा जाने पोखरा इलाम चाहिँ कति 10 बजेको छ होला 10 बजेको इलाम अनि यता बैतडीको पाला मेरो त गाडीमै पाउँदैन ल बैतडीको गाडी छुट्यो त मिसन महेश पछि आउँदै गर्नु होला म जान्छु नि है गाडी ल तिम्रो गाडी त छुट्टा जस्तो छ जाऊ हामी चाहिँ एउटा चुरो खाएर आउँछौँ एउटा चुरो तपाईँ जान्थ्यो ल मामा तपाईँको पनि लाग्यो मामा अस्तिको जस्तै होला नि अस्ति होइन मेट्रोमा भएको जस्तै होला मामा मेरो मलाई पर्खेर बस्दा कस्तो हो यस्तो
मिसन तिम्रो यतै छ नि उहरू गाईको इलामतिर यस्तो हुन्छ होला है इलामतिर यो उखु उखु हो यो उखु पाउँछन् के को रहेछ यार यो ओहो रोजे भन्छ आज मोमो 2 प्लेट खायो नयाँ रेकर्ड गरेछ होइन हेर न मोमो खाइछु अन्डा नै चम्किरहेको छ मेरो मोमो 2 प्लेट खाएछ ल मा यहाँ भान्जाले अब 2 प्लेट मोमो खायो होइन ल के भन्यो हामीले ल एक पिस मात्रै है फेरि मैले उसले 2 प्लेट र एउटा ड्रिङ्क खायो हामीले जम्मा खाना खायो पैसा फेरि आधी आधी तिरौँ अब यो त फाइदामा रह्यो म अनि त्यही भएर म खुसी छु अनि हल्का अन्डाले पनि हल्का चम्किरहेको छ के हो ल है गाइस केटा खोल्नु नसक्ने तपाईँ त्यो तातो बालुवा हुन्छ बालुवाको पनि आगो बाल्छ अन्त बालुवालाई तातो बनाएर जल जस्तो हुन्छ क्या अन्त जलमा चाहिँ कफी र पानी हाल्छ अनि त्यसो भलेर अन्त उम्लेर आउँछ त्यो चाहिँ ल भान्जा खाउनु त एकचोटि कस्तो हुन्छ पुरै कफीसँगै आउने रहेछ नि तेरे चाहत